प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज म नयाँ वर्ष 2082 सालको पावन अवसरमा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सफलता नयाँ वर्षगाँठले प्रदान गरोस् भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सम्वर्धन र मौलिक विकासका निम्ति सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षगाँठले प्रेरणा प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति योगदान र बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु। प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज म नयाँ वर्ष 2082 सालको पावन अवसरमा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सफलता नयाँ वर्षगाँठले प्रदान गरोस् भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सम्वर्धन र मौलिक विकासका निम्ति सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षगाँठले प्रेरणा प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति योगदान र बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई लोकतन्त्रको रक्षा, सम्वर्धन र मौलिक विकासका निम्ति निरन्तर रूपमा लागिरहने प्रेरणा प्रदान गरोस् भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। मौलिक विकास र नेपालका सबै प्राकृतिक धरोहर, सांस्कृतिक विकास, शैक्षिक र विकासका सबै स्ट्रक्चरहरूको विकास निर्माणका निम्ति अत्यन्तै द्रुततर गतिमा अगाडि बढ्ने प्रेरणा नयाँ वर्षगाँठले प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनहरूलाई ब्यालेन्समा राखेर सबै विचार, भावना र मूल्य मान्यतालाई सम्बोधन र समेटेर अगाडि बढ्ने राष्ट्रिय सङ्कल्पका साथ हाम्रो नेपालको निर्माण र नीतिको विषयमा सम्पूर्ण तागत लगाउन सक्ने प्रेरणा प्रदान होस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।